साथीहरु हरे हैरान भइसके म चाहिँ यो वर्ष चाहिँ मेरो लागि चाहिँ के हो बिमारले कहिले छोड्न आँटेन गरेको के हुन्छ अलिकति सन्चो भएको जस्तो हुन्छ एक दिन फेरि भोलिपल्ट केही न केही भइरहेको अहिले पनि के भएको म बुझ्नै सकेको छुइनँ भमिटिङ भयो त्यसको बादमा अचानकमा बुढी दुखेर चाहिँ त्यहाँदेखिको चाहिँ हैन गरे पोलेको जस्तो हुन्छ रातभरि सुत्दाखेरि पनि अब के हुन्छ निन्द्रामा व्यापै राखेको हुन्छु हैन के भएको होला म सोचे मैले पिरो पनि खाएको छुइनँ भारिरहेको छु खानेकुरा त तर पनि के हो अनि दबाई खाँदैछु मैले ग्यास पो भयो होला भनेर ग्यास्ट्रिकको पनि दबाई खाँदैछु फेरि जाति हुँदैन सोचे कति अब के वाक्कै लागिसक्यो म त के हो मलाई यो वर्षले नफापेको भन्नु कि यो वर्ष त्यस्तो भन्नु कि बा यहाँको गरम त्यस्तो भन्नु है गरम फेरि उत्तिकै यस्तो डरलाग्दो गरम छ गाइस के भन्नुहुन्छ अब यो सिङताम रम्फू यो माझीटार त एकदमै ज्यादा गरम खाना एक त रुचेको छैन हैन प्लस अलिकति खायो भने पनि उलिक भएर भमिटिङ हुनु खोज्छ के हो यहाँ त हेर्नुस् न फ्यान यस्तो डरलाग्दो नखोलिरहेको छु हावा पनि तातो के गर्नु होला यो गरम महिना चाहिँ कसरी बिताउनु हरेस लाग्दैछ के गर्नु होला है गाइस हरेस मेरो जिन्दगी यस्तै चल्दैछ है जिन्दगी साथीहरु गरमले हैरान छ अनि मैले चाहिँ भिडियोहरु भ्लगहरु बनाउनै पाएकै छुइनँ है बिमारीले गर्दा अलिक बिसन्चो भइरहेको छ नि त त्यसले गर्दा चाहिँ बनाएकै छुइनँ है अब सायदै म एक दुई दिन ग्याप गर्छु होला है अहिले चाहिँ मैले सकेकै छुइनँ अनि है अब म सकेछु भने बनाउनु ट्राई गर्नेछु तर अब एक दुई दिन चाहिँ म भ्लगहरु गर्दिन होला त्यसले आइम सो सरी र अहिले पुरा साह्रो परिरहेको छ हो अनि आजलाई चाहिँ यति नै है मैले आज भिडियोहरु केही बनाएको थिइनँ जसले गर्दाखेरि चाहिँ छोटो भिडियो बनाएको थिएँ अनि सबैजनालाई गुड नाइट ह्याभ अ स्विट ड्रिम बाई बाई।